टिकटकमा भाइरल आचलनाथलाई आफ्नै कोठामा पेट्रोल छर्केर आगो लगाइयो। दर्शकवृन्द, कृष्ण नगरपालिका वडा नम्बर 2 बारीकी स्थायी बासिन्दा तथा हाल काठमाडौँमा बसोबास गर्दै आएकी कलाकार आचलनाथमाथि केही अपराधी समूहद्वारा पेट्रोल छर्केर आगो लगाई ज्यान मार्ने प्रयास गरिएको घटनाले सिङ्गो समाजलाई स्तब्ध बनाएको छ। यो जघन्य अपराधप्रति सर्वसाधारण तथा कलाकार महासंघ लगायत विभिन्न पक्षले घोर भर्त्सना गरेका छन्। कलाकार नाथ हाल गम्भीर घाइते अवस्थामा उपचार छिन्। उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समाजका विभिन्न तहबाट न्यायको माग बढिरहेको छ। घटनाको यथार्थ विवरण सार्वजनिक गर्न र दोषीलाई अविलम्ब पक्राउ गरी कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय गर्नुपर्ने माग उठिरहेको छ। पीडितप्रति एकबद्धता जनाउँदै स्थायी बासिन्दाहरूले भनेका छन्, कुनै पनि हालतमा यस्तो आपराधिक क्रियाकलाप स्वीकार्य हुँदैन। अपराधीलाई उन्मुक्ति दिनु भनेको फेरि यस्तै घटना दोहोर्याउने बाटो खुल्ला गरिदिनु हो। अहिले घटनाको सम्बन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ भने दोषीको खोजी कार्य तीव्र पारिएको जनाइएको छ।